है गाइस, हामी चाहिँ उकालोमा कुम्दीकोटतिर जाँदैछौँ। यहाँ चाहिँ यस्तो डरलाग्दो उकालो रहेछ कि हिँड्दा हिँड्दा सास नै मुखमा होला जस्तो भयो उकालोमा हिँड्दा हिँड्दा। यहाँबाट चाहिँ साह्रै राम्रो हिमालको सिनहरू देखिँदो रहेछ हौ। यहाँ चाहिँ गेट रहेछ, ठुलो शिवजीको मूर्ति भएको ठाउँ। साँच्चीमा पनि हामी त सुनेर पर्वतमा आए जतिकै छ त हौ। अनि हिमालहरू नि त यहाँ माछापुच्छ्रे हिमाल, धौलागिरी, अन्नपूर्ण चाहिँ अलिअलि छेलिँदो रहेछ यहाँबाट तपट्टि पाटा। यहाँ दुर्गा मन्दिर रहेछ। यता चाहिँ शिवजीको मूर्ति ठुलो एरिया रहेछ यहाँनिर त। एरिया एकदम ठुलो। ल हामी चाहिँ यहाँ प्रवेशद्वारभित्र छिर्यौँ। यहाँ चाहिँ गाडी पार्किङहरू पनि रहेछ, थुप्रो गाडी पार्किङ रहेछ। यहाँ चाहिँ ठुलो रेस्टुरेन्ट रहेछ। यता चाहिँ गार्डन पनि रहेछ, पिटुनिया फुलहरू लगाएको रहेछ। अहिले चाहिँ टुरिस्ट सिजन भएकोले गर्दाखेरि टुरिस्टहरू पनि धेरै आउने रहेछ यहाँनिर। यहाँ चाहिँ शिवलिङ्गको नक्सा। ल यहाँबाट हेर्नु यत्तै पोखराको सिनहरू यहाँबाट एकदम मनोरम दृश्य देखेछ यहाँबाट चाहिँ। स्टलहरू रहेछ यहाँनिर। तपट्टि चाहिँ यो चाहिँ ठुलो शिवलिङ्गको मूर्ति रहेछ। ल यहाँबाट उँधो हेरेर चाहिँ यस्तो दृश्य देखिँदो रहेछ यहाँबाट चाहिँ। छिटो छिटो यहाँ चाहिँ विशाल शिवजीको मूर्ति रहेछ यहाँनिर। हामी चाहिँ मुनि तलै जाँदैछौँ। यो चाहिँ के यहाँनिर बस्ने पण्डित पढ्ने क्लास जस्तो छ यहाँनिर। यहाँ चाहिँ रेस्टुरेन्ट, कुम्दीकोटको रेस्टुरेन्ट। यहाँ चाहिँ स्टेपहरू माथि पुग्दो रहेछ, मन्दिरतिर जाने स्टेपहरू रहेछ यहाँनिर चाहिँ। हिमाल त कति नजिक देखेको आमा।
साह्रै दामी ल अहिले राख है ल नत्र भने भरेको आएर खोज्नु शिवजीको विशाल मूर्ति यहाँबाट अझै रहेछ माथि जाने किन जुत्ता खोल्नु पर्ने रहेछ ल अहिले चाहिँ एकछिन त्यसको पहिला परिक्रमा गर्नु पर्यो वरिपरि परिक्रमा भ्यूहरू हेर्दै ओ माई गॉड इट्स ब्युटिफुल यहाँसम्म खिच्छ कि यहाँसम्म जुत्ता पुऱ्याउनु पर्यो शिवजीको मूर्ति स्ट्याचुको वरिपरि ठुलो यो विशाल चाहिँ शिवलिङ्ग राखेको रहेछ यहाँनिर यसरी यहाँनिर विशाल शिवजीको ड्रम पनि डमरू पनि बनाएको रहेछ यहाँनिर डमरू अब उता भिडियो गर्दै आउनुहुन्छ यो ठाउँको नाम के हो मनिष कुम्दी